रन मतिहरु छिटो शीतल आयो। सो हाम्रो दिनको सुरुवात चाहिँ बिहान 7 बजेबाट हुन्छ। बिहान 7 बजे चाहिँ हामी सुरुमा युनियन स्टेसन पुग्यौँ। युनियन स्टेसन गएर थोरै कफी खायौँ अनि कफी खाएपछि हामी हाम्रो ट्रेनतिर लाग्यौँ। यो ट्रिपमा चाहिँ हामी 4 जना थियौँ। हामी विशाल दोष, साहिल र अनि रोशन दोष। अनि यस्तै आधी घन्टा पछि चाहिँ हामी चाहिँ हाम्रो अर्को स्टप माउन्ट प्लेजेन्ट पुग्यो, जहाँ चाहिँ हामी गो बस चढ्यौँ। अनि गो बस चढेपछि यस्तै अलमोस्ट 1 आवर पछि हामी हाम्रो मेन लोकेसन पुग्यो, रकवुड कन्जर्भेसन। सो पुगेपछि हामीले ढिलो नगरिकन हामीलाई चाहिने सामानहरू किन्यौँ अनि हामी इन्ट्रान्सतिर लाग्यौँ। अनि हामीले हाम्रो इन्ट्रान्स फी तिरेपछि हामी हाम्रो फर्स्ट स्टप आयौँ, ओल्ड मिल, जो चाहिँ एकदमै दामी थियो न। त्यसपछि हामी दामी फोटो खिच्न ट्राई आयौँ। त्यसपछि हामी हाम्रो नेक्स्ट स्टप के भतिर लाग्यौँ होइन। के भयो चाहिँ हल्का चमर गुफा भाइब चाहिँ दिइरहेको थियो अनि दामी नै थियो। अब हामी न्याज्यो हुँदैछ होइन। ल म बनाउँदैछु ल है साथीहरू। अहिलेको बाटोबाट चाहिँ यहाँ निस्किँदैछ। त्यसपछि चाहिँ हाम्रो अब हल्का हाइकिङहरू सुरु हुन थाल्यो होइन। यसो हिँडेपछि दामी दामी भ्यू पोइन्टहरू आउन थाल्यौँ हामी चाहिँ। हामी यहाँ तल थियो, अहिले चाहिँ यहाँ माथि चढेको। यो भ्यू चाहिँ पर्सनली मेरो सबभन्दा दामी अनि फेभरेट थियो होइन। कस्तो आनन्दको ठाउँ थियो। त्यसपछि हल्का बिच जङ्गलमा हल्का कन्टेन्ट क्रिएसन पनि भयो हाम्रो होइन। सो हाम्रो लास्ट डेस्टिनेसन चाहिँ यो बिच थियो, जहाँ चाहिँ हाम्रो अब बोटिङ स्टार्ट भयो। साथीहरू अहिले चाहिँ अब डुङ्गा चल्न लाग्यो। जिन्दगीमा डुङ्गा नचलाएको जान लाग्नु पऱ्यो होइन। काग चाहिँ आउँदै केटाहरूले चाहिँ डुङ्गा रमाइलो हुन्छ होला होइन। हामी रन मतिहरु अबे नि ल डुङ्गा चलाउने छौँ होइन। लोसन दोस्रो म साथी अबे डर लाग्छ यार जग्गा यार। आम्बो ल है त बाजिदाई पोखरा फेवा तालमा। साथीहरू अहिले चाहिँ बिचतिर आइसकेको छौँ। हाम्रो अर्को साथीहरू त्यहाँ छौँ। हाम्रो लोसनजीको आमा ल है ड्राइभिङ मन पऱ्यो है। दिदी बहिनीहरू नजुन जहिले पनि लेफ्ट गुरुजी लेफ्ट गुरुजी लेफ्ट आयो मेरो। यो गुरुजी त काम छैन है यो गुरुजी। ल साथीहरू अब हाम्रो चेन्ज भयो त। अब डबल डी सिङ्गल भयो। अब लोसन दोस्रो मेरो बिछोड भइसकेको छ होइन। पानीको बिचमा शीतलोमा चिप्स खाने के चाहियो हिँड्नुमा अनि पागल साथीहरू। यो चाहिँ हामीले पार्किङ गरेको चाहिँ होइन। हामी चाहिँ भर्खर डुबे आयो नि त। लोसन डुब्दा कस्तो एक्सपिरियन्स हुँदैछ भनौँ न त। बहुत मजा आयो। तर यो डुब्दा त पागल भइदिरहेको केटाहरू गइसकेको छन् होइन। अब लोसन दोस्रो म चाहिँ फेरि ल हामी चाहिँ वाकिङ हो नि त। हाइकिङमा आयो क्या हामी चाहिँ। सो यसरी नै हाम्रो रमाइलो ट्रिपको एन्ड भयो। पागल रमाइलो भयो केटाहरूसँग होइन। अनफर्गेटेबल मेमोरिज बन्यो। सो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन। सी यु नेक्स्ट वान।